कोनिचिवा साथी हो फेरि वेलकम छ हाम्रो भिडियोमा। आज चाहिँ हामी स्कुलबाट आयो, उसको नि काम छुट्टी मेरो नि काम छुट्टी। अनि स्कुलबाट आउने चाहिँ झोलाहरू चाहिँ यस्तै छ, यस्तो त्यो चाहिँ माइन्ड नगर्नु ल। यस्तै छ। अनि अब चाहिँ हामी पार्कमा यसो केटाहरू यसो चिल हान्न जानु लाग्यो होइन, गिटार सिटार बोकेर जानु लाग्यो। अनि त्यही अब जान्छौँ हामी चाहिँ होइन। ज्याकेट हुडी लगेर जाउँ कि नजाउँ है, अलिक बेलुकाखेरि चिसो हुन्छ होला है। अलिकति हुडी चाहिँ लाउनु पर्छ, बेलुका चिसो हुन्छ होला। यो चाहिँ बोकेर लाने, अनि यो चाहिँ लगाएर जानु। अहिले त अलिक गर्मी छ है, अहिले चाहिँ यो पातलो ज्याकेट लगाएर जान्छु। अनि यो लगाएर गिटार पनि लगाएर जानुपर्छ है। एकछिन त अब गीत गाएर बस्नु पर्यो नि त। अब यसो केटाहरू यसो चिल हालेर बस्ने पार्कमा आज हामी। आज टक्क काम पनि छुट्टी दुईजनाको चाहिँ, अनि यसो रमाइलो गरौँ बसौँ, टाइम स्पेन्ड नगरेको धेरै भएको थियो नि त। पार्कहरू नगएको हामी धेरै भइसक्यो। फेरि उसको काम पऱ्यो बेला मेरो छुट्टी हुन्छ, मेरो छुट्टी भयो बेला उसको काम, त्यस्तै भइरह। फोन पनि हेरेको छु। अनि अब चाहिँ हामी लाग्छ। ल साथी है, अब चाहिँ हामी पार्कतिर लाग्छौँ होइन, बेलुकाको लागि सेफ्टी हो चाहिँ। ल अब हामी चाहिँ अब निस्केको, अनि सिधै हामी चाहिँ बेलुका चाहिँ फर्किन्छ। ल अब एकछिनमा भेटौँ ल। साथी अब चाहिँ ढोका लग। अस्ति मैले भनेको थिएँ हाम्रो सुरुको जापानको सुरुको भिडियोमा भनेको थिएँ, फर्स्ट भ्लगमा होइन। आज सुरुको चाहिँ आज नि ट्याङ्की चाहिँ पुरै तोत्तेमा खिरै छ होइन। अनि त्यसरी नै अब फेरि लक लाउँछु म होइन, लक लाउनुपर्छ, सेफ्टी चाहिँ गर्नै पर्छ आफ्नो है। अब हुन्छ नि चाहिने सामानहरू हुन्छ होइन। जाउँ हामी चाहिँ जान्छौँ अब। हाम्रो यो मौसम चाहिँ हेर्नु न, यस्तो राम्रो छ आज चाहिँ। आज चाहिँ हाम्रो पार्किङमा चाहिँ बहादुर भाइले राखेको छ। हाम्रो चाहिँ बहादुर साथीको है, अहिले चाहिँ उहाँ चाहिँ अलि बिजी नै हुनुहुन्छ। हामी हो अलिकति बेरोजगारी भनेको। यो चाहिँ हाम्रो साइकल यहाँ छ। हाम्रो अजितको BMW चाहिँ यता छ ल। हामी यहाँ जापानमा फेरि अलि कराउँदैन यो, यसको चाहिँ अनुशासनको पालना गर्छौँ। सबै इलेक्ट्रिक मात्र हो, गाडीहरू चलेको नि आवाज आउँदैन है। घाँस घामर छ नि हेरी कहिले काहीँ त हेरी। अनि ल साथी लाग्यो है अब। ल बाइक ल लाग्यो साथी, अब माथि नै गएर भेटौँ ल। बाई। भर्खरका एक्टिङ देखिहाल्नु भयो हाम्रो यहाँ, टक्क गएको आएको टाइपको होइन। अब चाहिँ हामी लाग्छु पार्कमा, कोइनमा गएर एकैचोटि भेटौँला। एकदम दामी ठाउँ जानला, दामी पार्क छ है यो चाहिँ एकदम। यो चाहिँ खासमा अहिले त्यहीँ गएर देखाउँछु गर्लफ्रेन्डसँग। सबै भनेर पनि अब है सस्पेन्स अहिले त्यहीँ गएर देखाउँछु कस्तो दामी ठाउँ छ भनेर। त्यहाँ चाहिँ कस्तो टाइपको भाइब्स हुन्छ भनेर अहिले देखाउँछु ल। हल्का हल्का हाम्रो पोखराको भाइब्स पनि त्यही हुन्छ। ताल जस्तै छ है। है सस्पेन्स ल, कहीँ गएर भेटौँला है त गाइस। ल गाइस, फाइनल्ली हामी चाहिँ बाटो हराएका थियौँ। फाइनल्ली होइन साँच्ची सरी, बाटो हराएका थियौँ, फाइनल्ली भेट्यो है बाटो चाहिँ। अनि भेटै हानेर बाटो। अब देखाउँछ अहिलेको हाम्रो सस्पेन्स पार्क चाहिँ अब हामी देखाउँछु होइन। एकछिन वेट गर्नुहोस् है। कहाँ हो ए पिछे गर्छ। यहाँ धेरै भएन आएको हामी, हल्का देखाइदिन्छु ल। यस्तो छ है, लाग्छ त कहाँ
जान मिल्दैन ए खोल्न मिल्ने हो ए यसै हेरेछ है ओइ ब्रेकै छैन यो नेपाल जस्तो रहेछ है यहाँ चाहिँ BMW को पार्ट पुर्जाहरू चाहिँ एकदम पर्खिनु पर्ने रहेछ अनि मैले ब्रेक लगाएको छुइनँ अहिले पछाडिपट्टि यस्तो छ अनि ल यस्तो बवाल छ है बगैँचामा नजाऊ आयो हाम्रो चाहिँ पार्क आयो मैले चाहिँ ठ्याक्क फेवालेकमा बसे जस्तो हुन्छ है साथी फेवालेकमा बसे जस्तो है अब ल त्यहाँ अगाडि मान्छे बसिसकेको थियो यही हो फेवालेक जापानको फेवालेक अब यहाँ बस्छ हामी चाहिँ एकछिन गिटार बजाउँदै बाहिर चाहिँ चुरो तान्दै बसिरहेको छु म यस्तो छ है सन के यस्तो दामी छ यहाँ चाहिँ तरी त्यहाँ उ गर्दैछ त्यहाँ बिपिन चाहिँ यस्तै छ यो चाहिँ यहाँ चाहिँ टक्कै डेटिङ चिक्स भन्न आएछ गर्लफ्रेन्ड ल्याएर चट्ट बस्ने हो यहाँनिर बस्ने होइन त्यहाँ भाइ चोर तान्दै बसिरहेको रहेछ यहाँ अनि बसेर मस्त गर्लफ्रेन्डसँग चट्ट अँगालो मारेर चट्ट गफ गर्दै बस्न चाहिँ मजा हुन्छ है यहाँ हेरी सक्यो भाइ एकछिन अब चाहिँ हामी गिटार बजाउँछ गाइस गिटार बजाउँछ हामी कुन गीत सुन्ने उता जाउँ न उता बस्छ ल यहाँ चाहिँ मस्त खेल्ने यहाँ 20 वर्ष अगाडि चोर तान्न मिल्दैन नि त जापानिजहरूले अनि लुकेर तानिरह होला सायद मेबी ठिकै छ यहाँ पनि राम्रो देख्छ र गाइस गीत हाल्छ अब गीत इज द इम्पोर्टेन्ट इज द टपिक इज द टुडे न टपिक ल 3 सिट रहेछ ल यही ठिकै हुने रहेछ गजर पागल मुझको गजर पागल तूने मुझको है चुना जैसे तूने कहा सब सुना तू हो गजर पागल तूने मुझको है चुना गरिदिउँला तिम्रै हो मात्र तिम्रै रहुला माया धेरै टाढा छु म त मिल्सेको छैन हृदयमै छौ त तिमीले अरू होइन नमन केही छैन जान
ल अहिलेसम्म हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद। अनि हामी चाहिँ अब कन्टिन्यू गर्न पर्यो भनेको फेरि विशेष कारणले चाहिँ फेरि घरमा जान पर्ने भयो। अनि त्यही भएर अरू चाहिँ भिडियो चाहिँ त्यति राम्रो हुने भएन। जति छ त्यति यसो हेरेर साथ दिनु होला। त्यही हो। अर्को उसमा चाहिँ लास्ट अनि त्यहाँबाट जानुपर्छ। ल यो एउटा गीत सुन्नुहोस् अनि त्यहाँबाट हामी नि जान्छौँ। विशेष कारण अलि हजुरहरूलाई इन्टरटेनमेन्ट दिन सकेन आजलाई, माफ गर्नुहोस्। इन्टरटेनमेन्ट सक्ने जति चाहिँ गरिरहेको हुन्छ है जाति देखिरे राखे आइजो भइयो तिमी कल्पना वास्तविकतामा छैन मेरो भ्रम परिभाषित मैले गर्न सक्दिन तिमी हर चाहना हर बहाना मलाई बिल्झाइदैन तर केही छैन तर खुसी रहेछु यो माया तर केही छैन मेरो मनभित्रका अलराइट साथीहरू यति हो। आज अलिक टाइम मिलेन कि यहाँ हाम्रो हल्का सेन्सेले काम दिनुभयो। हल्का सेन्से टिचर टिचरले हल्का काम दिनुभएर चाहिँ अब हामी लाग्ने तर्फतिर लाग्नुपर्ने हुन्छ है। अब उसको पनि काम छ, यहाँ बिचमा एउटा काम सकाएर पनि जानुपर्ने छ। हुन त काम त हाम्रो 5 बजे हो होइन, 4 बजीसकेको रहेछ नि त नि। अनि 4 बजीसकेको भोलि गरौँला ल गाई चाहिँ। त्योभन्दा इम्पोर्टेन्ट त यता छ हाम्रो, यता छ अब ल।